हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। गाइज हामी चाहिँ माछा मार्न जान लागेको होइन। माछा मार्नलाई तयारी गर्दै हो अहिले। सोलाएर बाटोमा जाँदै हो अहिले माछा मार्ने ठाउँसम्म हिँड्दै गयो हामी होइन। बिस्तारै अब पोखरी घरबाट माथि पुग्दैछौँ। त्यसपछि अब गाइस माछा मार्ने टोली टिम भनौँ न, हाम्रो टिम यो चाहिँ म हो गाइस होइन। भ्लग बनाउनु लागेको नयाँ कस्तो हुन्छ टक्क साथ सपोर्ट दिनु होला। अब माछा मार्न जान लागेको, कति मार्छौँ लास्टमा हेर्नु होला। जाँदैछौँ हामी बाटोमा, यताउताको भ्यू हेर्नु होला। टक्क लाएर यो चाहिँ हाम्रो गाउँको भ्यू हो। चाहिँ मेरो बुवा, यो चाहिँ अब मिलन दाइ र बुवा हो हाम्रो। जाँदैछौँ पुग्दैछौँ। यसो बेला बेलामा म हो, यो चाहिँ गाइस होइन भ्लग खिच्दैछु म। सो नखरा देखाउँछु मैले नि कहिलेकाहीँ यसो। ल गाइस कत्रो माछा त्यहाँ मर्छ अब करेन्ट लाएर सट्टौ। अब माछा सट्ट टिपेर ठुलबाले हाल्नु हुन्छ। अब टक्क टिममा गयो हामी। ल हेर्नुहोस् गाइस माछा कत्रो माछा भेट्यो करेन्ट लाउँदाखेरि। सो खोलामा करेन्ट लाउनु जाँदैन रमाइलो हुन्छ होइन। सो हेर्नुहोस् माछा समात्दैछौँ हामी टक्क खोलामा। हाम्रो चाहिँ खोला त्यति ठुलो हुँदैन, सानै हुन्छ होइन। टक्क मार्दै रात पर्न पनि लाग्यो। बिस्तारै मार्दैछौँ, त्यही पनि माछा टिपेर हालौँ। त्यसपछि अब करेन्ट आयो कि आएन चेक गरेको। करेन्ट पनि कति बिग्रेको खराब भयो गाइस हो होइन। प्रब्लम करेन्ट। टक्क लाएर अब माछा हेर्नुहोस्, यति मारिसकेछ हामीले माछा। अब मार्दै सास पर्न लाग्यो। अब हामी जाने तयारीमा घर। अब बिस्तारै चाहिँ लास्ट पोखरीमा करेन्ट लाउने भनेर चेक गरेको होइन। अब त्यहाँ मरेन। अनि त्यसपछि एकछिन यसो हेरिदिरहेको, त्यही पनि मर्छ कि भनेर ट्राई गरिरहेको, नमरिहाल्छ कि भनेर। लास्ट गएर माछा नमरिदिएर अनि अब छोडिदिउँ भनेर छोडिदिएको। अब बत्ती मार्नलाई पठाइदिएको बुवालाई। टक्क चाहिँ हाम्रो श्यामर दाइ हो अनि यो चाहिँ म हो गाइस होइन। अब माछा चाहिँ यति मर्यो। त्यस्तै 1-2 बजीतिर गएको थियो। मार्दै रात पनि पर्यो। बत्ती सत्ती मारौ, माछा चाहिँ यति मर्यो गाइस होइन। सो अब घरमा पुग्यौँ हामी। घरमा पुगेर भाग लाउने तयारीतिर लाग्यौँ। भाग पनि लगायौँ। यति हो गाइज। कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला।